नमस्कार सम्माननीय राष्ट्रपति नेपालको संविधानप्रति पूर्ण वफादार रही नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै गर्नको लागि सादर अनुरोध गर्दछु। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि मन्त्रीपदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन। हस्ताक्षर गर्नको लागि अनुरोध गर्दछु। अब म मञ्चमा आसीन सम्मानितहरूसँग तस्बिर लिने कार्यक्रममा सरिक हुन माननीय उप प्रधानमन्त्रीज्यूहरू माननीय मन्त्रीज्यूहरूलाई आमन्त्रण गर्दछु।